हिजोको फर्स्ट भ्लगमा मैले चाहिँ केमा काम गर्छु भन्ने तपाईहरुलाई देखाइसकेको थियो र मैले त्यहाँ गर्नुपर्ने काम के हो भनेर तपाईहरुलाई आज देखाउन गइरहेको छु र मैले गर्नुपर्ने काम ओके लेट्स गो वेलकम ब्याक टु माई मिनी ब्लग टुडे इज माई डे 2 र मैले चाहिँ म बिहान उठेर सावर लिएर फ्रेस भइसकेको थियो र मैले लगाउने सनस्क्रिन बाहिर यति धेरै घाम छ नि र मैले चाहिँ सनस्क्रिन चाहिँ लेक्मीको युज गर्छु र थोरै ब्लस लगाएँ र मेकअपहरुमा मलाई चाहिँ सबैभन्दा एउटा प्रोडक्ट चुज गर भन्यो भने त्यो चाहिँ भन्छु म लिपस्टिक त्यो पनि कुन भन्नु न बेबी लिपस्टिक बिकज आई लभ इट के अरु मलाई चाहिदैन सनस्क्रिन चाहिँ सेकेन्डमा पर्छ तर सबसे फर्स्टमा चाहिँ मेरो बेबी लिप्स इज मेरो फेभरेट म अरु हेभी त्यो लिपस्टिकहरु र म त्यो मेकअपहरु पनि हेभी गर्दिन एकदम लाइटली गर्छु र यदि तपाई दुबई बस्नुहुन्छ भने चाहिँ तपाईलाई थाहा छ कि हेयर फल कति हुन्छ भने ओ माय गॉड टु मच के र म चाहिँ रेडी भएको र म चाहिँ जानलाई पुरा रेडी भएको थिएँ म चाहिँ 5 मिनेटमा रेडी हुन्छु के र म चाहिँ जान लागेको ओ माय गॉड बाहिर यति घाम थियो बाहिरको वेदर हेर्नु नि दुबईको आज र म चाहिँ मेट्रोबाट ट्राममा गएर ट्राप गरेर म चाहिँ चढेर गए यो चाहिँ हो मरिना हार्बर र म चाहिँ काममा पुगेर अनि म चाहिँ आज चाहिँ मेरो त्यस्तो खासै केही पनि काम हुँदैन नि त त्यही भएर म चाहिँ आज चाहिँ यो टावलको पुरा डिजाइन गरेर राख्दै थिएँ किनभने मैले लास्ट यतिकै राखिरहेको थिएँ नि त त्यही भएर आज चाहिँ म पुरा यो लोगो चाहिँ मिलाएर राख्छु किनभने राम्रो देख्छ नि त अनि मलाई त्यस्तो गर्न एकदमै मन पर्छ हुनु त मेरो त्यो मलाई कसैको अन्डरमा बसेर काम गर्न मन पर्दैन र मलाई कसैले पनि अराउँदैन र आफैले जे गर्न मलाई त्यही गर्ने हो र म चाहिँ यतिकै फेरि म काममा नै यतिकै बस्दिनँ के केही न केही गरेर बस्न मन लाग्छ काम नभए पनि किनभने आजभोलि चाहिँ एकदम अफ सिजन हो नि त र जुन त्यो समरको टाइममा चाहिँ एकदमै अफ सिजन हुन्छ र त्यति धेरै ट्रिपहरु हुँदैन ट्रिप नभएको बेला पनि म यसरी टाइम पास गरेर बस्छु किनभने मलाई एकदमै मन पर्छ र यतिकै बस्नु भन्दा केही नगर्नु भन्दा केही गर्नु बेस्ट भने चाहिँ म यसरी बस्छु र मैले यो मिलाएर राख्नु पर्ने थियो र अरु चाहिँ मैले क्याबिनेटमा राखिसकेको थियो र बाँकी चाहिँ यो हो र म कोही बेडमा राख्दिन्छु भने कोही चाहिँ क्याबिनेटमा राख्दिन्छु र मैले चाहिँ यो मिलाएर राखिसकेको थिएँ मात्र र आजको लागि भने यति नै हो थ्यांक्स फर वाचिङ एन्ड किप गोइङ एन्ड सी यु इन नेक्स्ट भिडियो बाइ